ल साथीहरू हाँसै हाँस आज चाहिँ हाम्रो हाँस जाँदैछ। अब यो चाहिँ चिनी हाँस हो, हिले हाँस होइन। यसलाई चाहिँ हल्का कार्यक्रम गर्नु पर्यो भनेर टाउको अलिक देखाउनु पर्यो। यसको काल आइरहेछ अब के गर्नु। ग्यास सपोल दिँदैन तिनीहरूले त्यस्तै तरिकाले। के को मासु हो यो? ए यो देखाउने यसरी भिडियो गरेर। तर यो कोइलाले दियो भने चाहिँ राम्रो हुन्थ्यो। आगोले त अलिक डढाउँछ क्या, उयो कालो पो हुन्छ क्या। ल साथीहरू हाँस पोल्दिँदैछ, चिनी हाँस हो। ल साथीहरू हाँस पोल्दैछु, चिनी हाँस। अब चाहिँ यसलाई एकछिन यत्तिकै छोड्छु। अब टाउको पोल्छु। अब यसको लगभग ल साथीहरू ल अब यहाँनिर हाँसको मासु बन्दैछ टक्कसँगले लाएर। यो चाहिँ लोकल चिनी हाँसको हाँस हो होइन। चिनी हाँसको मासु बन्दैछ साथीहरू, यस्तै हो। अब हामी चाहिँ पिकनिक खान आएको छौँ यहाँनिर। ल साथीहरू हाँसको मासु चाहिँ बन्दैछ लगभग अब 75% चाहिँ भइसकेको छ। यसो तेजपत्ताहरू होइन, मरमसलाहरू सबै हालेर टक्कसँगले बनाइदिएछ। टक्क यसमा मासुतिर पनि फोकस गर, राम्रो भइरहेछ चिनी हाँसको। अब ल है साथीहरू यस्तै छ गाउँले जीवन। ल साथीहरू यहाँनिर अब हाँसको मासु पाक्दैछ। हाम्रो सरस्वतीजीले चाहिँ हाँसको मासु बनाउँदै हुनुहुन्छ टक्कसँगले लाएर। हाम्रो म्याडमले एकदम उहाँको हातबाट बनाएको हाँसको मासु चाहिँ विश्व प्रख्यात छ होइन। प्रायः सबैले मन पराउने होइन। धेरै अनलाइन अर्डरहरू पनि आउँछ हाँसको मासु। बस सरस्वतीको हातले बनाएको चाहिँ हुनुपर्छ होइन साथीहरू। एकदम टेस्ट होइन बवाल हुन्छ। के भन्नुहुन्छ सरस्वती दिदी तपाईँले चाहिँ यो हाँस सम्बन्धी, यो चिनी हाँस सम्बन्धी 2 शब्द भनिदिनु पर्यो। अब हाँसको मासु खान मन लागिरहेको थियो, त्यही भएर ल्याएर खाएको हामीले चाहिँ अर्ग्यानिक। एकदम दामी हुन्छ साथीहरू, तपाईँहरूले चाहिँ टक्कसँगले होइन। यसो अहिले म यो हाँसको मासु पाकिसकेपछि साथीहरूलाई मेसेन्जरमा मेसेज गर्नेछु र सबै साथीहरूलाई इन्भाइट गरेर अहिले सँगै बसेर खानेछौँ हामीले। ल साथीहरू हाम्रो सरस्वतीजीले एकदमसँगले स्वादिष्ट बनाउँदै हुनुहुन्छ चिनी हाँसको मासु होइन। एकदमसँगले यो चाहिँ हाम्रो कराईमा पाक्दैछ मासु, हेर्नु होला टक्कसँगले होइन। एकदम खाउँ लाग्दो भइसकेको छ। अब टमाटर जाँदैछ टक्कसँगले लाएर होइन। हाम्रो यो इन्टरनेसनल फ्लेभरको मासु बन्दैछ। यो चाहिँ कुनै पनि देशको नागरिकले एकदम स्वादिष्टसँगले खान सक्छ। र अब हामीले चाँडै नै यसको भनेको चाहिँ बजारमा पनि हामीले बेचबिखन गर्नको लागि सोचिरहेको छौँ फ्युचरमा है साथीहरू। ल हेर्नु होला टक्कसँगले। अब यसमा के धनियाँ बाँकी छ? धनियाँ बाँकी छ अनि नुन हाल्न बाँकी छ। ओके तात्यो।